जब हामी चाहिँ कहाँ गएको अरे चटपटे लिनलाई भैयाकोमा चाहिँ यसो नभएर हेपेको हुन्छ हाम्रो फेभरेट दिदीको भैयाकोमा अहिले हामी देखाइदिनेछौँ दिदीको भैया कस्तो हुनुहुन्छ भनेर। हामी चाहिँ क्याफेटेरिया जान्छौँ, यहाँ खाँदैनौँ, हाम्रो बोस उता भइदिन्छ क्याफेमा, अनि हामी क्याफेमा लगाएर खान्छौँ। यहाँ अब हामी चटपटे बनाएर खान्छौँ। उहाँ चाहिँ आज रातो कुर्तामा सजिएर चिटिक्कै परिसकेको छ। उहाँको कुरै नगरौँ गाइस, अनि कम्ता माया छैन उहाँलाई, फेरि मुख डढ्छ भन्ने पनि माया छ। कम्ता चाहिँ एकदम चटपटेको पर्खाइमा होइसिन्छ। उहाँ चाहिँ मेरो दिजु हो भन्नु गाइस, हामीले चाहिँ अब चटपटी पनि लिएर हिँडिसकेका छौँ। यो चाहिँ हामी आमा डेरी एन्ड बेकरी क्याफेमा गएर खान्छौँ हाम्रो डेस्टिनेसनसँग। डेस्टिनेसन हाम्रो चाहिँ हामी एकचोटि त्यहाँ क्याफेमा गएन भने हामीले निद्रै लाग्दैन गाइस भन्नु छटपट भइरहेको हुन्छ। त्यस्तो छ, हामी चाहिँ एकदम बाटोमा छौँ गाइस। मेरो सिक्री कत्रो टल्केको नि लाजै मर्दो है। ट्याक्कै 2.5 तोलाको हो, हुन चाहिँ हल्का सुन चाँदी भएर खासै मूल्य छैन गाई, जसको सुन भएको भए म के लाएर हिँड्थेँ यत्रो सिक्री। 2 तोलाको चाहिँ हो है गाई। 2 तोलाको चाहिँ हो है, फेरि जे भए पनि 2 तोलाको चाहिँ हो। राम्रो छ यसको पनि, मेरै बजार भाउ राम्रो छ नि यसको। गाइस, अब हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्न लागिसकेका छौँ। आइसकेका त छैनौँ, तर अब लगभग आइपुग्न लागिसकेका छौँ। लेट्स सी त्यहाँ के हुन्छ, हामी हजुरलाई देखाउने छौँ। त्यही त भनेको मैले त गएर तिमी फेरि भन त भन्दैन है म त ठुस्सरी छ आयो त। हामी चाहिँ दयाकोबाट चटपटी लिएर खाँदैछौँ। यही हो चटपटी चाहिँ, चटपटी खाँदैछौँ। कस्तो मिठो काममा आयो। फाइनली हाम्रो चिफ गेस्टले पनि चटपटी खाँदै हुनुहुन्छ, एकदम टेस्टली। उटी नाटकी चटकी चाहिँ यता चाहिँ फेरि म त यता छु खान्न भन्ने खाने बेला मैले कहिले खान्न भन्यो खाइ। हामी चाहिँ क्याफे आएर सर्भिस पनि गर्छौँ। यो ब्ल्याक टी पुऱ्याउँदैछु म चाहिँ। एक मुस्कान दिउँ न त, बेलुका भाइरल। सिस्टरहरू चाहिँ पानीपुरी खाने भनेर भुइँमा खुट्टो छैन, रेडी गर्दै हुनुहुन्छ। पानीपुरी भनेपछि त चुर्ना परे जस्तो जुगजुग हुन्छन् हाम्रो दिदी बहिनीहरू। पानीपुरी खाने दिन त मान्छेको मुहारै कति हँसिलो भएको है। सरला नि अल्छे मान्छे, पानीपुरी भनेपछि त यो हाम्रो कलेजको दिदी खाना जान्नु पर्यो नि त, हतार नगरिकन नआत्तिकन खाउँ, आवेशमा नआइकन। मेरो भाग जति चाहिँ राखिदिउँ है, त्यस्तो गर्न पाइँदैन। यो फर्स्ट हो है गाइस, अलरेडी 2टा खाइसकेँ। मैले त एउटा है, मैले फर्स्ट हो यो, तिम्रो सेकेन्ड हो। यो सेकेन्ड। अनि म त अघि देखिन्न, अनि फेरि घाँटी मात्रै देखाएर त के खानु, यस्तो गर्नु पर्दैन। चिसो अग्लो मान्छेले हाल्छ, मलाई सजिलो के गर्नै पर्दैन। एउटा त सुक्खै खाइदिनु क्या हो। हल्का एउटा स्न्याप त लिनै बिर्सेछ नि त्यसको, होइन जे पनि स्न्याप खाएको बेला। गाइज, हाम्रो चाहिँ फोन ढल है, त्यसको लागि सो सरी। ला अब त अड्किँदै अड्केन, एउटा बमले हट्यौँ न त। थुक्कै चाहिँ के हो, पाल परेछ। उहाँलाई त्यो राख्नु सुक्खा त एउटा हाम्रोमा गयो सुक्खा एउटा। तपाईँको बराबरी खाउँ न, हाततिर नखाउँ। मैले त थर्ड भयो है मेरो यो। मेरो चाहिँ फोर्थ हो है, मेरो फिफ्थ हो। तर पानीपुरी कहाँ गयो सक्यो त।
झडा गर्ने रे कुस्ती भिडियो रेकर्ड हेरौँ त्यहाँबाट म लास्ट उयो खान्छु बिरियानी अनि सलाले बाटोमै खाने जस्तो छ धेरै नै रोयो म चाहिँ अब लास्टमा सुक्खा गर्मी छ नि कुनै यहाँनिर अलिकति बिरे नुन हालेर यो सुक्खा खान्छु कति आउँछ मेरो अब दोटा ला यो त मेरो त सुरु भएको छ नि त झोल पो खाने यसलाई चाहिँ यस्तो गर्ने झोल पो खाने हो सबै खायो तिमीलाई झडा गर्ला भनेर एउटा चाहिँ म खानु पर्ला भित्रको क्रिम अलिक छोडेर छ कि यो पानीपुरीमा प्या फ्याएर क्रिम भन्ने है ठाउँ अनुसारको अघि हाम्रो क्याप थियो त्यही भएर हात क्रिम दुनुटलाई क्रिम भएको छ भनेको केक भएको छ भित्र मैले नै छैन भने बुझी भने अब यो चाहिँ उसले चाहिँ एकदम तागत दिनेवाला छ तागत दिन्छ कि पेटदेखि गेटसम्म पोल्छ है मैले त खाइसकेँ तर यस्तो फोटो गर्न भन नि त हाम्रो ग्राहकहरूले कस्टमर हुने ग्राहक हाम्रो ग्राहकहरूलाई जुटो पर्मेन्टलतिर आइसक्रिम लास्टमा चाहिँ पानी अलिकति म नि खाएको धन्य भएको चिजको पानी कति राम्रो है हामी भन्नु म चाहिँ के हेरेको होला दङ्ग पऱ्यो मिठो छ लास्टमा चाहिँ मिठो छ सबैजना मेरो भ्लगमा आउने भनेर मक्क परेर केही छैन है गाइजहरू अब हामी यो भ्लग चाहिँ यसले लास्टमा पैसा पे गर्छ अरे हामीलाई पनि 10,000 बाँड्छ भने जसले सब्सक्राइब गर्छ उसलाई पार्टी दिन्छु भनेको छु मेरो भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु युट्युब च्यानल